जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला। हेलो मित्र, आज पनि आइसक्यो म हाम्रो भ्लगभित्र। अब अस्तिको भिडियो त हेरिसक्नुभयो होइन। आज चाहिँ हामी माछा मार्न आएको छौँ। अस्ति चाहिँ हामी 3 जना थियौँ भने आज चाहिँ हामी कति 5 जना आएको छौँ। 5 जना को भन्दा यहाँ हाम्रो सुमन भाइ छ, यहाँ हाम्रो कति पो छरपन सरपन अनि अरपन भाइ यहाँ छ, अनि हाम्रो अर्को पवन साम्पाङ उपर बसिरहेछ, अनि अर्को भाइको नाम त के पो अरे, एन्जल भाइ, हाम्रो खोलापारीको भाइ चाहिँ पर बसिरहेछ होइन। 4 जनाले एकदम कडा माछा मारे भइरहेछ। अब माछा भनेको थापिँदैछ। अब भिडियो हेर्दै जानु, भरेतिर अब माछा देखाउँला है। हामी चाहिँ धमाधम छौँ, एकदम माछा मारे भइरहेछ। हाम्रो यात्रा अगाडि बढ्दैछ, भाइहरू अगाडि बढ्दैछ एकदम जङ्गेर होइन। अब माछा चाहिँ पर्दैछ माछा, त्यही भएर हामी चाहिँ अगाडि बढ्दैछौँ होइन। यहाँ हाम्रो 3टा भाइ छ, एउटा भाइ कता आउँदैछ। हामी चाहिँ एकदम, तर खोला चाहिँ यस्तो पुरै बाढी आएर चाहिँ धमिलो छ होइन। यस्तो छ खोला चाहिँ। अब त्यो हामी 3 जनाको बल्छी चाहिँ हेर्नु मानेको छैन। एउटा भाइको चाहिँ हेरिरहेछ, माछा पर्दैछ होइन। त्यो माछा मारे हुँदैछ। हामी चाहिँ अहिले पुल मुनि छौँ। यो चाहिँ हाम्रो गोहीहोलीको पुल मुनि छौँ हामी, एकदम जङ्गेर अगाडि बढिरहेछौँ। माछा मार्नुपर्छ गाइस। अब माछा मार्ने सिजन पनि आउँदैछ नि त होइन, माछा मार्नु पर्यो नि। ल एउटादेखि 2टा, 2टादेखि 3टा हुँदै हाम्रो माछा बढिरहेछ, पर्दैछ होइन। 5 जना आएको, अब 3टा चाहिँ भइसक्यो, अब 2टा बाँकी छ। अनि त्यहाँदेखि चाहिँ अब अलिक दुईटा हो, एउटादेखि 2टा गर्दै जाने, एकैचोटि त पर्दैन। त्यही भएर यहाँ चाहिँ म चाहिँ पार्ने ठोक्दैछु यहाँ। कस्तो अलिक उयो पानी नबगेकोमा होइन है भाइहरू थाप्दैछ। म चाहिँ ठाउँ खोज्दैछु यहाँ, टागो बोकेर काँसखारीमा। यहाँ पर्छ कि के हो, यता थाप्नु पर्ला जस्तो छ। ठाउँ त उपर रहेछ, बाढी आइरहेछ, कसरी तर्ने। आज अर्को भ्लगमा त अब त्यस्तै भयो। आजको भ्लगमा चाहिँ माछा हेर्नु चाहिँ नछुट्याउनु है, म तपाईँलाई माछा देखाउँछु ल। माछा मारे काम हुँदैछ, मेरो पनि झिम्काउँदैछ। खा मात्र न, यसरी झिम्कायो भने चाहिँ मजा हुन्छ क्या बल्छी थाप्नु पनि। झिम्काएन भने चाहिँ बिजोक हुन्छ। माछा थाप्ने काम भइरहेछ। पर्छ कि पर्दैन हेर्ने। ठाउँ चाहिँ यस्तो छ, पोजिसनहरू कडा छ। तर माछा थाप्नु के पो माछा थाप्दा नबोल्नु भन्छ, त्यही भएर म चाहिँ चुपचाप बस्छु ल। यहाँ छ पुङ्गो होइन, पुङ्गो यहाँ छ। अब क्यामेरामै जुम तान्नु चाहिँ किन पुङ्गो हेर्नु, क्यामेरामा पुङ्गो हेर्दै बस्ने हो।
अब अरूले भन्थ्यो भन्नु चाहिँ अब अरू चाहिँ अब किङ फिसर अरे, तर खै म चाहिँ अब फिसर किङ भनेको अहिलेसम्म एउटा पार्न सकेको छैन। पर्खिरहेको छु, पर्छ कि पर्दैन हेर्नु। ल हेर्दै हुनुहुन्छ नि होइन माछा पर्दैछ कि छैन भनेर। अब माछा चाहिँ अब लास्टमा देखाउनु पर्छ होइन। फेरि बिचमै माछा देखायो भने त फेरि त्यो स्क्रोल गरिहाल्छ नि मान्छेले यस्तो गरेर होइन। त्यही भएर पर्खिनु पर्छ माछा पर्दैछ होइन। मेरो पनि थापिरहेको छु यहाँ। जस्तो छ है रमाइलो भएर चाहिँ माछा मार्नुपर्छ। अब धेरै पर्नुपर्छ भने पनि छैन होइन, र पर्नु नपर्नु ठाउँमै छ, तर रमाइलो पनि हुन्छ। रमाइलो यसो रमाइलोको लागि पनि आएको खास चाहिँ हामी होइन। यस्तो छ थापिँदैछ उता छ भाइ। ल यस्तो चाहिँ हाम्रो रमाइलो चाहिँ माछा मार्ने हुँदैछ। भिडियो हेर्नु नछोड्नु होला, लास्टमा माछा आउँछ ल। ल हामी चाहिँ अब घर लाग्यौँ होइन। भाइहरूसँग अब घर लाग्यो, तर अब माछा चाहिँ खोइ भन्नुहुन्छ होला, एकछिन पक्मै ल। आजको माछा चाहिँ कतिवटा छ? 6वटा। फाइदा भनेको चाहिँ एउटा रहेछ होइन, 6जना भएर यति। Thank you for watching. माछा चाहिँ माछा चाहिँ यति नै हो।